एक संगीतकारले श्रम शोषण गरिरहेका छन् भन्दा पनि फरक पर्दैन के ती संगीतकार र यी युट्युबरहरूले अशोकलाई सधैँ यसरी नै साथ देला 3 महिनापछि फेरि सडकमा मिल्काउने छन् यो मेरो ग्यारेन्टी यदि मिल्काएन छन् भने म यो कान काटेर फाल्दिन्छु त्यसपछि अशोकको भविष्य के होला हामी निरन्तर अपडेट दिनेछौँ हेर्दै रहनुहोला खतर खतर टिभी